के छ भन्दाखेरि कुराकानी चाहिँ तल देखामध्ये कुन भनाइ गलत छ भनेको छ होइन। हाम्रो यहाँ चाहिँ पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा डग स्टार हो छ। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा डग स्टार नै हो। पृथ्वीमा पाइने सबैभन्दा जेठो वस्तु पानी हो। यो पनि एकदम सही छ। पृथ्वीमा पाइने सबैभन्दा जेठो वस्तु पानी नै हो। ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई एस्ट्रोलोजी भनिन्छ भनिँदैन, यसलाई कस्मोलोजी भनिन्छ। एस्ट्रोलोजी भनेको ज्योतिषशास्त्रतिर हो। अनि सर्वप्रथम अन्तरिक्षमा पुग्ने पुरुष युरी गाग्रिन हुन्। यो पनि एकदम सही छ। अन्तरिक्षमा पुग्ने, चन्द्रमामा पुग्ने चाहिँ इलाम स्ट्रङ हुनुपर्ने, अन्तरिक्षमा पुग्ने पुरुष चाहिँ युरी गाग्रिन नै हुन् होइन। त्यस पछाडि सम्पत्तिमा महिलाको अधिकार सम्बन्धमा नेपालको महिलाले घर जग्गा पास गराएका सरकारी राजस्व कति प्रतिशत कर छुट दिने व्यवस्था रहेको छ? 25% होइन। सन् 1961 मा स्थापना भएको आम्नेस्टी इन्टरनेसनलको संस्थापक को हुन्? जासिफ ब्रेनौटी भन्ने हुन्। 1961 मा स्थापना भएको आम्नेस्टी इन्टरनेसनलका संस्थापक जासिफ ब्रेओन्टी हुन्। हेरिङ पोन्ड भनेर आन्ध्र महासागरलाई चिनिन्छ भने ओसिन अफ मनसुन भनेर कुन महासागरलाई चिनिन्छ? हिन्द महासागरलाई चिनिन्छ। ओसिन अफ मनसुन भनेर हिन्द महासागरलाई, हेरिङ पोन्ड भनेर चाहिँ आन्ध्रलाई चिनिन्छ। हेरिङ भने चाहिँ आन्ध्रले गाडाङ गुडुङ अलिअलि कारकार गुरु गर्छ त्यो सुनिन्छ होइन। ओसियन अफ मनसुन गरे मनसुनको हिन्द महासागरमा ओसियन अफ मनसुन भनेर चिनिन्छ हिन्द महासागरलाई। 30 वर्षसम्म स्वतन्त्रताको प्रतीकमा स्वीकार्य छ, तर असत्य उपायबाट त्यसको प्राप्ति चाहिँदैन भन्ने भनाइ कसको हो? महात्मा गान्धी। 30 वर्षसम्म स्वतन्त्रताको प्रतिमा स्वीकार छ, तर असत्य उपायबाट त्यसको प्राप्ति चाहिँदैन भन्ने चाहिँ महात्मा गान्धी हुन्। त्यसै गरी अब के छ भन्दाखेरि यहाँ नेपाल अधिराज्यको संविधान 2058 गरे। नेपाल अधिराज्यको संविधान 2058 जोडा मिलाउनुहोस् भने होइन। भागवती प्रसाद सिंह गरे। कहाँको संविधान रहेछ? नेपालको संविधान 1962 ऋषिकेशर शाह। नेपाल अधिराज्यको संविधान 1990 विश्वनाथ उपाध्याय। यस्तो भएर छ नेपालमा, खै के हो? नेपालको निजामती सेवामा छुट्याएका आरक्षण प्रतिशत जोड मिलाउनुहोस्। यो चाहिँ सजिलो छ होइन। सबभन्दा म आम द अपी भन्ने हुन्छ। म आम द अपी महिला सबभन्दा बढी 33%। त्यसपछि म आम अपाङ्ग भनेपछि अब कति छ भनेपछि बीको 1 भनेको छ होइन। बीको मधेसी भनेपछि महिला 33%, मधेसी भनेपछि 22%, अनि सीको 2 दलित भनेपछि 9%, डीको 3 भनेपछि अपाङ्ग भनेपछि 5%। अब यहाँ हेरौँ है। 12औं राष्ट्रिय जनगणना 2078 को प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व कति रहेको छ गरे? यो चाहिँ 198 सबैलाई थाहा छ। मुन्सी खाना भनेको के हो भन्दाखेरि मुन्सी खाना 1 को 2 भनेपछि मुन्सी खाना भनेको परराष्ट्र मामिला सम्बन्धी कार्यलाई हेर्ने। मुलुकी अड्डा भनेको के हो भन्दाखेरि सामान्य प्रशासन सम्बन्धी कार्य गर्ने। अनि तलेबा दलानको सीको फो छ होइन। भ्रष्टाचार निवारण गर्ने। तलेबा दबान तल्ने क्या, भ्रष्टाचार गर्नेलाई तल्ने, दबान गर्ने। खड्ग निशान भनेको चाहिँ यो धेरै सोधिरहन्छ है। श्री 3 प्राइम मिनिस्टरको कार्यकाल गरे। खड्ग निशान भनेको खड्गप्रसाद ओली प्रधानमन्त्री हुन्। श्री 3 प्राइम मिनिस्टरको कार्यकाल भन्ने सम्झिने। कानुनका आधारित पञ्चायती शासनको
प्रादुर्भाव नेपालको कुन जिल्लाबाट भएको मानिन्छ? दाङबाट। कानुनमा आधारित पञ्चायती शासनको प्रादुर्भाव दाङ जिल्लाबाट भएको मानिन्छ होइन। निम्नलिखित भनाइ विचार गर्नुहोस् भने ए र बी मात्र कुन भनाइ सही छ भने ए र बी मात्र। पजनी प्रथाको सुरुवात पृथ्वीनारायण शाहले गरेका हुन्। पजनी प्रथाको सुरुवात पृथ्वीनारायणले गरेका नै हुन्। दौडाहा प्रथाको सुरुवात वीर शमशेरले गरेका हुन्, यो पनि ठिक छ। अग्नेट प्रथाको सुरुवात चन्द्र शमशेरले गरेका हुन्, यो गलत छ। टेलिफोन अड्डाको स्थापना पदम शमशेरले गरेका हुन्, यो पनि गलत छ होइन। एक र दुई ठिक छ। अनि पछि विचार गर्नुहोस् भने अर्को भनाइ जीवनको आधारित कानुन अधिकार हो गरे होइन। त्यस पछाडि के भन्छ भन्दाखेरि अनि त्यस पछाडि मतदानको अधिकार राजनीतिक अधिकार हो, यो सही छ एकदम। कामको अधिकार नैतिक अधिकार, यो गलत छ। यो समानताको अधिकार मौलिक अधिकार हो, यिनी पनि हुनुहुन्छ तर पनि यसमा भनेपछि सबभन्दा मतदानको अधिकार राजनीतिक अधिकारभित्र पर्दछ, समानताको अधिकार मौलिक अधिकारभित्र पर्दैन नि त। गोबी मरुभूमि कहाँ छ? गोबी भनेपछि भारतीय यो एसियामा छ होइन। गोबी भनेपछि एसियाको चीन र मङ्गोलिया कता पाकिस्तान हो कि कता बिचमा छ, चीन र मङ्गोलिया कता भयो। अनि काराकोरम भनेपछि तुर्कमेनिस्तान भइयो। अनि पछि थार भनेपछि सीको 2 भनेपछि भारत र पाकिस्तान भइयो थार। मोजा भनेपछि अब अमेरिका भइयो, मोजा भनेपछि अमेरिका। सिटी अफ द गोल्डन गेट भन्नाले सान फ्रान्सिस्कोलाई चिनिन्छ भने सामुद्रिक नदी भनेर गल्फ स्ट्रिमलाई चिनिन्छ। सिङ्गमरमर देश इटलीमा रहेछ। सिङ्गमरमर देश कुन देशमा छ भने चाहिँ इटलीमा छ। बजारहरूको सहर भनेर कायरोलाई चिनिन्छ, बजारहरूको सहर कायरो। त्यसै गरी इयुका आउटर सिक्स भनेर चिनिने देशहरूमा नपर्ने जर्मनी गरे। किन भन्दाखेरि इयुका आउटर र इनर सिक्स भन्नाले केलाई चिनिन्छ भन्दाखेरि होइन इयुका इनर भनेपछि अब इनर भनेपछि नेजल 5A भने के भन्दाखेरि नेदरल्यान्ड जर्मनी होइन, नेदरल्यान्ड जर्मनी इटली फ्रान्स, यीबाट इटली भयो, बेबाट बेल्जियम हो, बेलायत होइन है फेरि। अनि पछि आउटरमा चाहिँ के छ भन्दाखेरि आउटरलाई आरडिएसपी भनेर सम्झिने होइन। आबाट आयरल्यान्ड आउटरमा क्या नपर्ने देश कुन हो, यो पनि पर्छ। यो जर्मनी चाहिँ इनरमा पर्छ। यो आरडिएसपी भन्नाले पीबाट आयरल्यान्ड डेनमार्क पोल्यान्ड, एसपीबाट पोर्चुगल ब्रिटिस पर्छ होइन। बेलायत चाहिँ यसमा पर्छ है, ब्रिटिस चाहिँ। बेल्जियम चाहिँ अगाडिकोमा पर्छ। आरडिएसपी बिजी छ भन्ने सम्झिने, जीबाट के भन्छ ग्रिसमा यसमा पर्छ है फेरि। ग्रिस र जर्मनी भन्ने फेरि छुट्टै छ फेरि। जर्मनी चाहिँ यता इनरमा पर्यो, ग्रिस चाहिँ उता पर्यो। नेजल 5A भनेपछि बेल्जियम फ्रान्स इटली नेदरल्यान्ड जर्मनी लक्जमबर्ग भनेपछि नेजल 5A मा पर्यो, इनरमा पर्यो, आउटरमा पर्यो। आरडिएसपी बिजी भनेर सम्झिने। आयरल्यान्ड डेनमार्क स्पेन पोर्चुगल ब्रिटिस अनि ग्रिस होइन, यसरी सम्झिने। अनि त्यसै पछाडि नेपालको सबभन्दा ठुलो टार कुन हो? सल्यान टार धादिङमा छ है। नेपालको सबभन्दा ठुलो टार सल्यान टार। व्यापारिक वायुको गति कति हुन्छ गरे? व्यापारिक वायुको गति 16 देखि 24 किलोमिटर प्रति घन्टा हुन्छ होइन। 16 देखि 24 किलोमिटर प्रति घन्टा हुन्छ व्यापारिक वायुको गति। 16 देखि 24 व्यापारिक वायुको गति। देखाएका मध्ये कुन कथन बेठिक छ? सार्क सचिवालयबाट मासिक रूपमा निकालिने पत्रिका स्पेक्ट्रम हो गरे। सार्क सचिवालयबाट मासिक रूपमा निकालिने पत्रिका चाहिँ स्पेक्ट्रम हो। मालदिप्सको प्रमुख कृषि बाली नरिवल हो। सार्क विज्ञान तथा प्रविधिक समितिको स्थापना 1983 मा भएको हो, यो पनि ठिक छ। सार्कमा क्षेत्रको सबभन्दा ठुलो ताल चिल्का ताल बङ्गलादेशमा पर्दछ, यो गलत छ होइन। अब 19 मा के छ भन्दाखेरि बर्ड फ्लू भाइरस H5N1 हो गरे। कुन भनाइ ठिक छ भनेको छ होइन। बर्ड फ्लू लागेको कुखुरा मर्ने
विशेषज्ञ टोली आरआरटी टिम हो गरे। विश्वमा सर्वप्रथम बर्ड फ्लू देखिएको देश हङकङ, 19 नेपालमा नेपाल हो। सब सही छ है, सब सही छ। बर्ड फ्लू भनेपछि H5N1 हो। बर्ड फ्लू कुखुरामा मार्ने विशेषज्ञ टोली, बर्ड फ्लू लागेको कुखुरा मार्ने विशेषज्ञ टोली आरआरटी भनेपछि ऱ्यापिड रेस्पोन्स टिम हो। विश्वमा बर्ड फ्लू चाहिँ हङकङ भनेपछि कहाँ हङकङमा देखिएको थियो 1997 मा। नेपालमा पहिलोचोटि चाहिँ झापामा देखिएको थियो, सही छ होइन। विक्रम सम्वत 2034 को गोदावरी ललितपुरमा स्थापना। नेपालको टिस्यु कल्चर प्रयोगशाला सर्वप्रथम विकास गरिएको वस्तु कुन हो गरे? आलु र टमाटर। विक्रम सम्वत 2034 को गोदावरी ललितपुरमा स्थापना भएको नेपालमा टिस्यु कल्चर प्रयोगशालामा सर्वप्रथम विकास गरिएको वस्तु कुन हो त? आलु र टमाटर होइन। अति सीमान्तकृत समूहको सूचीकृत तुदाम जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ? ताप्लेजुङ। तुदाम भनेको ताप्लेजुङमा रहेको छ यिनीहरूको बसोबास। त्यसै गरी अब 22 मा हेरौँ। पृथ्वी पूर्वबाट पश्चिमतिर घुम्छ, पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्छ। भूमध्य रेखामा सबभन्दा बढी गर्मी हुन्छ, यो ठिक छ। प्रत्येक 1 डिग्री देशान्तरमा 4 मिनेटको फरक हुन्छ भनेको छ होइन। के भनेको छ भन्दाखेरि माथिका भनाइहरू कुन भनाइ सही छ भनेको चाहिँ बी सही छ, सी सही छ, डी सही छ, यो सही छ, यो सही छ, यो सही छ होइन। पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्छ, पश्चिमबाट पूर्वतिर घुम्छ। पृथ्वीको सबभन्दा बढी गर्मी हुने ठाउँ चाहिँ यो ऊ नै हो, भूमध्य रेखा नै हो। प्रत्येक 1 डिग्री बराबर देशान्तर बराबर यति हुन्छ भने अक्षांश बराबर 111 हुन्छ है फेरि। अनि त्यसै गरी गौरी के भनेको छ? गौरी टु भनेको छ होइन, यो लेखक चाहिँ भनेको छ कि A को डी गरे। माधव प्रसाद घिमिरे। माधव प्रसाद घिमिरेले गौरी लेखेका हुन् होइन। 2 को बी। ज्ञा भन्ने को लेखा त कुमार नगरकोटीले। ज्ञा भने चाहिँ कुमार नगरकोटीले। आधा जुन भने चाहिँ कसले लेखेका भन्दाखेरि आधा जुन चाहिँ झलक सुवेदीले। आधा जुन झलक्क देखिन्छ नि त, झलक्क आधा देखिन्छ नि त, झलक जुन। मेरो 82 गजल भने चाहिँ कसले लेख्यो? भीमनिधि तिवारीले। भीमनिधि तिवारीले मेरो 82 गजल लेखेका हुन् होइन। ज्ञा भनेपछि कसले लेख्यो त? ज्ञा चाहिँ लेखे कुमार नगरकोटीले। कुमार ज्ञा कुमार, कन्या कुमार। सबभन्दा कुमार भनेको बिहा नगरेको, ज्ञा भनेको लास्टै अन्तिमको क्या, अन्तिम अवस्थामा रहेको कुमारको नगरकोटीले। नगर भन्दैछन्, यसले ज्ञा भनिरहेको छ कि। गौरी भनेपछि अब माधव प्रसाद घिमिरेले। माधव प्रसाद घिमिरेकी जोइ गौरी भनेर सम्झिने। मेरो 82 गजल कतिवटा? 82। भीमनिधि तिवारीले 82 वटा मेरा गजल भइसकेका छन् भने छन्। अनि त्यसै गरी अब 24 मा के छ भन्दाखेरि A को सी भनेको छैन। A को गल्फको A को सी भनेपछि लिङ्कन पार्क गरे। बेसबलको कुस्तीको के हुन्छ भनेपछि कुस्तीको चाहिँ रिङ हुन्छ है त्यो। 2 को बेसबलको डायमन्ड गरे। बेसबलको डायमन्ड। C3 को ए गरे। कुस्तीको एरिना हुन्छ होइन। ल ठिक छ मानिदिउँ। आइस हक्कीको रिङ हुन्छ। एरिना भनेपछि कुस्ती खेल्ने भनेपछि एरिना, ल यो पनि हुन्छ, हल्का झुक्किने हुन्छ। कुस्ती भनेपछि एरिना पनि हुन्छ, कहिलेकाहीँ रिङ पनि हुनसक्छ, तर रिङ चाहिँ आइस हक्कीको रिङ हुन्छ भनेर सम्झिने। गल्फ भनेपछि क्लिनिङ पार्क। गल्फ भनेको सानो लट्टीले बल्ल हानिन त्यो हान्छ नि, त्यसकारण पार्कमा खेलिन्छ भन्ने सम्झिने, लिङ्कन पार्क होइन। त्यसै गरी सन् 2024 जुलाई 19 देखि 28 सम्म श्रीलङ्कामा आयोजना भएको 9औं महिला एसियाली कप T20 क्रिकेट 2024 को विजेता राष्ट्र चाहिँ श्रीलङ्का हो। सबैभन्दा सानो चरा बी हमिङ बर्ड, यो सबैलाई थाहा छ। त्यसपछि चरा र सरीसृप मिश्रित वंश कुन हो त? 2 को यो 2 को 2 नै छ अरे। आर्कियोपट्रिक्स वातावरणीय कुचिकार भन्नाले गिद्धलाई एकदम चिनिन्छ, सबैलाई थाहा छ। नेपालमा मात्र पाइने चरा काँडे भएको, यो सबैलाई थाहा छ। यो नयाँ भनेपछि
चरा र सरीसृप मिश्रित वंश भने चाहिँ आर्कियोप्टेक्स। विद्युतबाट उड्ने जहाजको आविष्कार गर्ने मुलुक कुन हो? चीन गरे। विद्युतबाट उड्ने जहाजको आविष्कार गरिसकेको चीनले एकदम खतरनाक कुरो हो क्या यो चाहिँ। संयुक्त राष्ट्र सङ्घीय दिगो विकास समाधान नेटवर्कद्वारा प्रकाशित विश्व खुसीमा चाहिँ सूचकाङ्कमा 143 देशहरूमध्ये नेपालले 5.158 अङ्कसहित 93 गरेको छ। 2024मा 2025मा चाहिँ कति गरिरहेको छ भन्दाखेरि 92 गरिरहेको छ है, 92। कुन भिटामिनको कमीले नपुंसकता भिटामिन ई का कारणले नपुंसकता आउने गर्दछ होइन। WTOमा डम्पिङ भन्नाले केलाई बुझाउँछ? कम मूल्यमा वस्तुको बिक्री गर्नु। डम्पिङ भनेको फोहोरलाई यताउता गाड्ने व्यवस्थित गर्ने ठाउँलाई डम्पिङ भनिन्छ भनेपछि, तर WTOमा डम्पिङ भन्नाले कम मूल्यमा वस्तुहरूको बिक्री गर्नलाई बुझाउँछ होइन। अब लास्टमा के थप्ने भने चाहिँ हामीहरूले यहाँनिर हेर्ने क्या, भिटामिन ए को रेटिनल रतन्दो लाग्छ होइन। भिटामिन B1 को थाइमिन भनिन्छ बेरी। भिटामिन B2 को रिबोफ्लेभिन भनिन्छ होइन। भिटामिन 2 को एरिबोफ्लेभिन भन्ने रोगबाट बचाउँछ। भिटामिन B3 चाहिँ निएसिन। भिटामिन B3 3 आँकले नियत हेर्छ जस्तो सम्झिने। पेलेग्रा भन्ने यसले गर्छ। पेलेग्रा भने चाहिँ भिटामिन B3 सोधिरहन्छ है। भिटामिन B5 भने चाहिँ प्याथेनिक एसिड गरे। प्याथेनिक एसिड प्यारेथेसिया। भिटामिन B6 भने चाहिँ पाइरोडिक्सिन एमिनिया। भिटामिन B6 ले चाहिँ एमिनिया लाउँछ। B7 भने चाहिँ बायोटिन भन्ने हुन्छ। डर्माटिस्ट एथेरिटिस्ट भन्ने हुन्छ होइन। भिटामिन B9 भने चाहिँ फोलिक एसिड भन्ने हुन्छ। B9 भने चाहिँ फोलिक एसिड मेगा ब्लास्टिक अमिनिया भन्ने हुन्छ। भिटामिन B12 भने चाहिँ काबालामिन प्यारेकिन एमिनी। भिटामिन B एस्कर्बिक एसिड स्कर्बी। भिटामिन C भने चाहिँ डी भने चाहिँ क्याल्सिफेरोल रिक्टेस। भिटामिन ई भने चाहिँ टियोकोफेरोल होइन। ई भने चाहिँ अब यो बाँझोपन सम्बन्धी यताउता गर्छ होइन यसले।